हेलो साथीहरू, आज पनि म तपाईँलाई देखाउन गइरहेको छु बिरयानी कसरी बनाउने भन्ने तरिका। यो बिरयानी चाहिँ एउटा इन्डियन भाइले बनाउँदै हुनुहुन्छ, तर उहाँले यति मिठोसँग नेपाली बोल्नुहुन्छ कि तपाईँहरूले सुन्दा पनि अचम्म लाग्न सक्छ। ओहो, इन्डियन भएर पनि यस्तो राम्रो नेपाली बोल्ने भन्ने कुरा तपाईँले देख्नुहुनेछ। कृपया सुरुदेखि अन्तिमसम्म भिडियोसम्म रहनुहोला भन्ने आशा राखेको छु। हामी ढिलो नगरी भिडियो हेर्नेछौँ है त, उहाँ भाइले कसरी बोल्नुहुन्छ, कसरी बनाउनुहुन्छ भन्ने कुरा। भाइ के बनाउँदै आज? आज चाहिँ बिरयानी बनाउँदैछु। चिकन बिरयानी बिरयानी हैदराबादी बिरयानी। भनेपछि अब के राम्रो लाग्यो, के मिठो हुन्छ नि। हेर्दै अनि गर्नु यो के हालेको भाइ? यो हालेको मैले इलायची, लौंग अनि अब एक हाम्रो एउटा तेजपत्ता ओके। अनि हाले मैले। ल साथीहरू, तपाईले माया गरिदिनु होला। मेरो भाइले आज चाहिँ बिरयानी बनाएर खुवाउँदैछ हैन। तपाईले सुरुदेखि अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। ल ओके, हामी अब ढिला नगरी चाहिँ बनाउनतिर जानेछौँ। हेर्नुस् दाजु, अब हामी प्याज हाल्दै छौं तेलमा। यस गो। अब हाल्दै छौं हामी टमाटर। ओके। अनि यता फुलले के गर्दै हुनुहुन्छ त? अनि त मम्मी अब त्यो बिरयानीको राइस बनाउँदै हुनुहुन्छ। ए, नेपाली आदिको भाषा के चलाइनु भएको छ भने म फुललाई सोध्छु। ल फुल के हाल्नु भयो? निम्बु है? के हुन्छ यो निम्बु हालेपछि? यसलाई बाबु चामल राम्रोसँग फराएर उत्रिन्छ। ओके गुड। यहाँ पानी बिरयानी के राइसको लागि चाहिँ अलरेडी भइसकेको छ। यसमा चाहिँ हालेको चाहिँ निम्बु, तेजपत्ता, हरियो खोर्सानी अनि अलिकति नमक, नुन, अलिकति नुन हालेर जुडी राख्नु होला हामीसँग। पुरा रेसिपी हेरेर जानु होला। हाल्दैछु यो के भन्छ बिरयानी मसला। बिरयानी मसला हो। अब साथीहरू, अब हाम्रो यहाँ जाँदैछ बिरयानी मसला। बिरयानी मसला हालेर अब चलाउँछौँ। ओके, अदरक लसुन पेस्ट भयो। हजुर। ओके अदरक लसुन पेस्ट पछि दाइ, यो सधैँ तिमीले घरमै बनाउँछौ हैन? हजुर हजुर। आज म दाइ आउनु भएको छ भने स्पेसल है झन्। गुड गाइस, अब यो चाहिँ मेरो भाइले अब दाइ म आएको गर्ने हो। अब यो भित्र हामी हाल्छौँ मिर्ची। ओके, मिर्ची, हरियो किनभने चाहिँ हामी तेलमा त्यही प्याजसँगै हामीले मिर्ची हाल्यो भनेपछि के हुन्छ, तीखा हुन्छ। तीखा हुँदैन। त्यो फ्राई भएर त्यसको पुरा जो तीखा पनि उडिजान्छ। अच्छा, गुड गुड। यसैले अहिले हाल्यो भनेपछि त्यसलाई ब्यालेन्स राख्छ त्यो। ओके, हजुर। बरोबर। ल त्यसपछि हामी अब दही हालेर यसलाई खुब चलाएर त्यसपछि हामी अब मासु हाल्ने। दही पनि आइसक्यो। अब हामी के गर्छौँ, यसमा दही हाल्छौँ हैन त। दही हालेर रङ हेर्नु होला। त्यो चेन्ज भइसक्यो है। यसपछि के गर्ने भाइ? अब यसपछि यसमा हामी हाल्छौँ अब मासु। चिकन हाल्ने भयो हामीले। गुड। चाहिँ हाम्रो पानी तयारी भइसकेको छ। सधैँ तपाईँ देख्न सक्नुहुन्छ। भाइ बाहिर किन आएको त? खदाई त्यति हावा खानको लागि आएको थियो। भित्र अब किचनमा अलिकति गर्मी लाग्यो मलाई, यसरी हावा खाएँ।